हेलो साथीहरु नमस्कार। आजको मेरो ब्लग भिडियोको सुरुवात भइसकेछ। कहाँबाट? यहाँबाट कुखुराको खोरलाई बाख्राको खोर बनाउँदै हुनुहुन्छ दाइले र आमाले। हेर्नुस्, बाँस काटेर यिनी त्यो मुनुको लागि, यिनी बाख्राहरूको लागि, त्यो मुनुको लागि मात्रै हो। बाख्राहरूको लागि त यो घर यहाँबाट दाइले बाँस मलाई हेर्नु साथीहरु, अब मौसम पनि राम्रो गरेछ। यहाँ भक्कु हेर्नुस् कति मजाले फलेछ। मौसम पनि राम्रो गरेछ। हिजोदेखि पानी पर्ला पर्ला जस्तो गरेछ, तर पानी परेछ छैन है साथीहरु। म हेर्नुस् भर्खरै आधा घण्टा पनि भएको छैन उठेको, त्यही भएर मेरो गति हेर्नुस्, हेर्दा नि भर्खरै उठे जस्तो लाग्छ। भर्खर उठेको थिएँ, मैले देखेको भर्खर उठेको आफ्नो भर्खर उठेको। त्यसलाई तल हाल्यो न, आमा छोराको सल्लाह चलिरहेछ। कसरी बनाउने हो, यसरी बनाउने हो, उसरी बनाउने हो भनेर ट्रिक लगाउँदै हुनुहुन्छ। ट्रिक कसरी बनाए सही हुन्छ भनेर। मुनुले फेरि अलि राम्रोसित बनाऊ है, राम्रोसित मेरो घर, म बस्ने घर भनेर छौ। काम जारी नै छ। कुखुराको खोर बाख्राको खोर बनाउने। तैँले होमवर्क गर्ने होइन? भ्याइ हो जितुले यहाँ ब्लग बनाइरहेछ। कहिले हान्नु भएको छैन, हान्नु नि त। ल ल कुचो झाडु लगाउनु यसरी। अब बास चिरेर आधा गराएर यहाँ मिलाउने। यस्तो भन है, तपाईले मलाई खाना दिने कि नदिने भन। ल ऊ अंकलले भन्नुभएको आज साक्षीलाई खाना दिने हैन। भ्यू पनि हेर्नु, भ्यू भ्यू बादल लागेको छ आकाशमा। बिहान बिहानको बेला त्यही डाकाले भन्नुभएको मम्मीलाई, भाउजू आज नानीलाई खाना नदिने है भन्दै। साँच्चै तेरो होमवर्क भ्याइएको? अब बाटोतिर जाऊँ एकचोटि। मैले यही बाटोको भ्यू पनि देखाऊँ आजको। साइकल, फुल, अनि फुल हेर्नु त, घरको भ्यू हेर्नु। घरको आँटीमा पनि फुल लगाएको छौ, कति दामी देखेछ। बाटोको भ्यू यतातिर। यहाँ लिच्ची फलेछ। म हजुरहरूलाई लिच्ची देखाउँछु है। बाख्रा ओइ, चिन्ने छैनस्? भौँ गर्छस्? अरे हे आ आ आ यता। ए हेर्नु त कति मजाले फलेछ लिच्ची। यहाँ मकै फलेछ। ए हेर्नु साथीहरु, लिच्ची अहिले पाकेको छैन, काँचै छ। ए कति मजाले फलेछ। अब यो
10-15 दिनपछि पाकेर खाने हुन्छ। यहाँ मकै पनि अहिले भोगा हालेछ, तर यो यसमा दाना उति पसाएको छैन। 4-5 दिनपछि यो पनि खाने हुन्छ। हेर्नु त किन बानेको नानी? ए केही गर्दैन। ल अब जाम घरतिर। आजको ब्लग भिडियो यति नै। यस्तै ब्लग लिएर आउनेछु। हेरिदिनु होला, माया गरिदिनु होला, सपोर्ट गरिदिनु होला। यहाँ सपोर्ट गरिदिनु होला। यहाँ हात पनि काटे। के भयो? कसरी? बाट्ने यहाँ चाय पकाउने हुनुहुन्छ भाउजूले अनि छोरीले। मम्मी छोरी मिलेर चाय पकाउँदैछन्। ल साथीहरू, आजको लागि यति नै। ओके बाई।